अगुवाई गरिरहनु भएको छ। आरआई रिजर्भ इन्सपेक्टर अफ पुलिस श्री सुमित सरकारजीले। पहिलो पङ्क्तिमा हुनुहुन्छ डिस्ट्रिक्ट आउटरिच। सम्पूर्ण परेडका टोलीलाई निरीक्षण साथै अगुवाई गरिरहनु भएको छ। आरआई रिजर्भ इन्सपेक्टर अफ पुलिस श्री सुमित सरकारजीले। सम्पूर्ण ब्यान्डका टोलीहरू राष्ट्रिय ध्वजलाई सलामी दिन अघि बढिरहनु भएको छ भने पहिलो पङ्क्तिमा हुनुहुन्छ डिस्ट्रिक्ट आर्म पुलिस र उहाँहरूलाई अगुवाई गरिरहनु भएको छ सब इन्सपेक्टर दीपङ्कर भुजेलले। राष्ट्रिय ध्वजलाई सलामी दिइरहनु भएको छ डिस्ट्रिक्ट आर्म पुलिस। यसै गरी दोस्रो पङ्क्तिमा हुनुहुन्छ लेडी कन्स्टेबल कन्टिन्जेन्ट र उहाँलाई अगुवाई गरिरहनु भएको छ सब इन्सपेक्टर योगेश सोपाज्यूले। उहाँहरूले राष्ट्रिय ध्वजलाई सलामी दिइरहनु भएको छ। उसै गरी होमगार्ड कन्टिन्जेन्ट अघि बढिरहनु भएको छ राष्ट्रिय ध्वजलाई सलामी दिन र अगुवाई गरिरहनु भएको छ सब इन्सपेक्टर अमर सिंह राईज्यूले। सिभिक भोलिन्टियर्स अघि बढिरहनु भएको छ राष्ट्रिय ध्वजलाई सलामी दिन र उहाँलाई अगुवाई गरिरहनु भएको छ एएसआई राकेश शाहज्यूले। एक्साइज डिपार्टमेन्ट राष्ट्रिय ध्वजलाई सलामी दिन अघि बढिरहनु भएको छ र उहाँहरूलाई अगुवाई गरिरहनु भएको छ शिवानी लामा। एक्साइज डिपार्टमेन्ट अघि बढिरहनु भएको छ यति बेला सलामी दिइरहनु भएको छ राष्ट्रिय ध्वजलाई। यसै अगुवाई